क्लास 11 ओपिटी इंग्लिश मेज इंग्लिश फिक्स्ड क्वेसन है गाइजहरु। युनिट 1 देखि एमसीक्यू दुईवटा, युनिट 2 देखि एमसीक्यू दुईवटा आउँछ, युनिट 3 बाट एमसीक्यू तीनवटा, युनिट 4 बाट दुईवटा, युनिट 5 बाट दुईवटा। युनिट 1 देखि सर्ट एन्सर क्वेसन है फिक्स्ड है दुईवटा आउँछ, युनिट 2 बाट दुईवटा, युनिट 3 बाट दुईवटा, युनिट 4 बाट एउटा, युनिट 5 बाट एउटा। फिक्स्ड हो है गाइजहरु, सब पर जानु होला। युनिट 1 देखि लङ एन्सर क्वेसन है, लङ एन्सर क्वेसन आउँदैन। युनिट 2 देखि आउँदैन। युनिट 3 एन्ड 4, युनिट 3 एन्ड 4 फिक्स्ड क्वेसन है, लङ एन्सर क्वेसन युनिट 3 4 बाट, युनिट 3 बाट दुईवटा, युनिट 4 बाट एउटा है गाइजहरु। लङ एन्सर क्वेसन 8 मार्क्स को 3 वटा आउँछ फिक्स्ड है 24 मार्क्स को। युनिट 1 2 3 4 5 अल युनिट बाट आउँछ 8 वटा क्वेसन सर्ट एन्सर क्वेसन 40 मार्क को टोटल। एमसीक्यू लाई पनि फोकस गर्नु होला तपाईहरुले। एमसीक्यू पनि सबै पार्टबाट आउँछ, एमसीक्यू नछोड्नु होला है। एमसीक्यू ले पास हुन धेरै मद्दत गर्छ। त्यसैले अब लङ एन्सर क्वेसन फिक्स क्वेसन चाहिँ नोबेला अफ माइस एन्ड मेन बाट एउटा फिक्स्ड आउँछ है साथीहरु है, फिक्स्ड आउँछ। यसको तपाईहरुले समरी पढेर जानु होला। पोएट्री बाट पनि एउटा फिक्स्ड क्वेसन आउँछ। तपाईहरुले विशेष गरी लेडी लेजारस, ग्रासहोपर एन्ड किकेट, द फ्ली, युनाइटेड फ्रुट को सोनेट 18 जस्ता पाठहरुलाई विशेष ध्यान दिनु होला। समरी पढेर जानु होला, सब पाठको समरी पढ्नु पर्छ। एस्से र स्टोरी बाट एउटा फिक्स्ड आउँछ, लङ एन्सर क्वेसन हो। तपाईले सिल्क रोड, A pieces of chalk, Why I Write, युनिट 1 4 5 6 10 लाई विशेष गरी ध्यान दिनु होला। एस्से र स्टोरी को फिक्स्ड क्वेसन हो है गाइजहरु, फिक्स्ड क्वेसन हो। राम्ररी पढ्नु होला, पास भइन्छ। सकिन्छ। सर्ट एन्सर क्वेसन पनि मैले गराइदिएको छु है। सर्ट एन्सर क्वेसन फिक्स्ड क्वेसन है। युनिट 1 2 3 4 एन्ड 6 बाट फिक्स्ड आउँछ, युनिट 1 र 2। युनिट 2 बाट युनिट 1 बाट दुईवटा फिक्स्ड क्वेसन आउँछ। ओल्ड इंग्लिश लिटरेचर, एङ्ग्लो सेक्सन पिरियड जस्ता पाठहरुलाई विशेष ध्यान दिनु होला। लिटरेचर भन्दा तपाईहरुले बियुल्फको बारेमा पनि एक्सप्लेन गर्दा मिल्छ। युनिट 2 बाट दुईवटा फिक्स्ड क्वेसन, ल्याङ्ग्वेज को परिभाषा भयो, डिफाइन ल्याङ्ग्वेज भनेर आउन सक्छ, क्यारेक्टरिस्टिक आउँछ ल्याङ्ग्वेज को, ह्युमन एन्ड एनिमल कम्युनिकेसन यिनीहरुको क्यारेक्टरिस्टिक आउँछ, यसको डिफाइन गर्न आउँछ, एक्सप्लेन गर्न आउँछ। युनिट 3 बाट दुईवटा फिक्स्ड, स्टोरी र एस्से बाट है। स्टोरी एस्से बाट एकवटा आउन सक्छ है, एकवटा फिक्स्ड सर्ट एन्सर क्वेसन। युनिट 6 बाट एउटा फिक्स्ड है, युनिट 6 र 4 बाट फिक्स्ड आउँछ एकवटा। युनिट 6 बाट द बुअर, चैत्रा, सङ अफ डेथ तीनवटा पाठ छ, तीनवटै तपाईहरुले त्यसको समरी पढेर जानु होला। फिक्स्ड आउँछ है, पास हुनु पर्यो है गाइजहरु। लङ एन्सर क्वेसन को नि अलिकति मैले मोडल क्वेसन एन्सर लेखिदिएको छु। अफ माइस एन्ड मेन बाट फिक्स्ड आउँछ, समरी पढेर जानु होला, एक्सप्लेन गर्न आउँछ। व्हाट आर द सिम्बल युज्ड इन द नोभेल अफ माइस एन्ड मेन, एक्सप्लेन इट। यो नोभेलाबाट आएको हो, फिक्स्ड है गाइजहरु, पढेर जानु होला है। के सिम्बल युज भएको भनेको छ, जस्तै ह्यान्डिक्याप भयो, अनि सरी है गाइजहरु,
Discuss the play as a love poem and why does the speaker ask his bluff not to kill the flea. यो क्वेसन फ्लीबाट आएको द फ्ली पोइट्रीबाट फिक्स्ड आउँछ है गाइजहरू एउटा राइट एन्ड एसे अबाउट कोभिड-19 पेन्डेमिक एसेबाट आएको छ है फिक्स्ड आउँछ है क्वेसन नै सर्ट एन्सर क्वेसन पनि छ है सर्ट एन्सर क्वेसन 11 वटा आउने गर्छ यहाँ केही क्वेसनहरु छन् सल्भ गर्नु होला पढ्नु होला राइट सर्ट नोट on Beowulf ओल्ड इंग्लिश लिटरेचर मिराकल एन्ड मिस्ट्री प्लेस यस्ता क्वेसनहरु आउँछन् पढ्नु होला लिटरेचर ओल्ड इंग्लिश लिटरेचर बियोल्फको आउन सक्छ व्हाट इज रोमान्टिजम मेन्सन क्यारेक्टरिस्टिक अफ रोमान्टिजम व्हाट क्यारेक्टरिस्टिक लिंग्विस्टिक ल्याङ्ग्वेज फ्रम एनिमल कम्युनिकेसन एक्सप्लेन विथ इक्जाम्पल भनेको छ के कस्ता विशेषताहरू छन् ल्याङ्ग्वेजका एनिमल कम्युनिकेसन भनेको जनावरको संचार भन्न खोजेको हो त्यो पढेर जानु होला व्हाट इज ल्याङ्ग्वेज मेन्सन क्यारेक्टरिस्टिक्स ल्याङ्ग्वेज भनेको के हो यसका विशेषताहरू उल्लेख गर्नुहोस् अनि तपाईहरुले यसको थोरै परिभाषा पनि लेख्नुपर्छ सरी स्केच द क्यारेक्टरिस्टिक अफ अस्कर सङ अफ डेथ मिस पोबर यो तपाईहरुले यो पाठको अनुसार क्यारेक्टरको डिफाइन गर्नु भनेर आउँछ यो सङ अफ डेथ बाट अस्करको मिस पोबर को आउँछ विच चैत्रा व्हाट डज द चैत्रा बेक विथ द गड्स एन्ड वाइ चैत्रको र चैत्राले किन गड्सलाई के भन्छ आशीर्वाद जस्तो एउटा प्रार्थना मागिन् भन्न खोजेको यो युनिट 6 बाट आएको क्वेशन हो फिक्स्ड आउँछ है गाइजहरु फिक्स्ड क्वेशन हो पढ्नु होला युनिट क्वेशन नम्बर 6 एक्सप्लेन द फ्लोइङ टेस्ट यसरी नै आउन सक्छ थोरै तपाईहरुलाई टेक्स्ट दिन्छ अनि त्यसलाई डिफाइन गर्न भन्छ तपाईहरुले डिफाइन गर्नु होला सकेसम्म 2 पेज सम्म लेख्दा हुन्छ सर्ट एन्सर क्वेशन व्हाट काइन्ड अफ पनिशमेन्ट डिड जीसस गिभ टु परमिटस फर व्हाट he did why speaker proud his father achievement who was father and encounter with a dog some tips for your exam guys पास भइन्छ तपाईहरुले सबै क्वेशनलाई लेखेर आउनु होला छोड्नु हुँदैन पास हुन गाह्रो हुन्छ छोडे पार सबैभन्दा पहिला तपाईले एमसीक्यू लाई फिनिश गर्नु होला त्यसपछि सर्ट एन्सर क्वेशनको सट्टा लङ एन्सर क्वेशन गर्न सक्नुहुन्छ लङ एन्सर क्वेशन पहिला गर्दा तपाईलाई प्रशस्त टाइम मिल्न सक्छ तपाईले कम्तिमा पनि 3 पेज लङ एन्सर क्वेशन गर्नु होला अनि कम्तिमा 2 पेज सर्ट एन्सर क्वेशन एमसीक्यू नछोड्नु होला तान्तुन गरेर लेख्नु होला है गाइजहरु है अनि लास्टमा के भन्न चाहन्छु भने पास हुनु छ भने लास्ट टिप्स है चिट लगाएर जानु होला है यो फिक्स्ड क्वेशनको चिट लगाएर जानु होला पास हुनु पर्यो नि जसरी नि ल धन्यवाद बेस्ट अफ लक योर एक्जाम